रुको जरा सबर करो। काण्डको पर्खाइमा बस्ने भाइहरू आफ्नो आमा भएर पस्ने है सोचिरह होला यसको दिमाग हल्लाउँछु भनेर तर कुरा सिधा छ भाइहरू दिमाग त के मेरो भुत्ला नि होला हैन। Wake up to reality. हो बहिनी हो साच्चै तिम्रो त भुत्लो पनि हलिने रहन्छ। हेर्यौ हेर्यौ केटा हेर्यौ 7.2 को काण्ड हेर्यौ। गंगू छेत्री 7.2 काण्ड। यो टिकटक खोलो कि 7.2 मात्र के हो यो 7.3 भनेको के हो खै मलाई पनि पठाऊ लिंक कहाँ छ हेर्नु पर्यो। यति बेला गंगू 7.2 हैन 7.2 के 3 के काण्ड भन्छ के हो रे भनेको मजाको काण्डहरु आएर छ है गाइज। मैले चाहिँ हेरे है तर सामान राम्रो छ यार। सामान चाहिँ वाह कडक। 7 मिनेट 2 सेकेन्ड को भन्दा त 5 मिनेट 58 सेकेन्ड को बवाल लाग्यो त हो भिडियो। समझ रहे हो। गंगू छेत्री 7.2 काण्ड FYP भरि भरिएको कति भिडियो स्क्रोल गर्दै गयो गंगू काण्ड के रहेछ भने हेरे बाबा अनुहार हिउँ जस्तो हुने केटीहरुको नि मन भने भैँसीको पुछर मुनि जस्तो कालो हुँदो रहेछ यार। तोबा थारा मुड खराब कर दिया। ओए अनि अङ्ग प्रदर्शन गरेर भिडियो शेयर गर्ने गंगुहरु त्यही भिडियोलाई भाइरल बनाउने पंगुहरु यी दुवै सामाजिक सञ्जालका भाइरसहरु हुन्। यही नहीं अभी और सुनिए। तपाईहरुलाई त्यो देखेर केटाहरुलाई अलि सिरिङ हुन्छ त हामीलाई त घिन लाग्यो। छी ससुर तिम्रो कस्तो छ मेरो त खतरा छ। मैले देखाउँदिन मेरो त खतरै छ। मलाई पनि पठायो यति मैले के रहेछ भने हेरेको आमा भिडियो कलमा त खतरै गरेछ अनि केटीले त अनि एउटा कुरा के बुझ्नु पर्यो भने मान्छेले तिमीलाई के बुझ्यो तिम्रो अनुहार चाहिँ राम्रो छ हेर तिम्रो त्यो भित्र भएको इन्जिनहरु पुरै कुहिएछ के त्यो बुझ्छ अहिले छोरा मान्छेले। राम्रो केटीहरुको त इन्जिनै खराब हुँदो रहेछ भने बुझेछ अहिले के गरेको छैन। लु म अब जेसी होस् अब त जे परे नि परोस् भनेर झट्टै देखाइदिन्छ रोटी त। हेर त्यो केटी भर्खर 19-20 वर्ष केटी होला त्यो भित्रको सामान पुरै कुहिएको छ फेरि। त्यो केटीलाई भन्न चाहन्छु त्यस्तो नगर नानी अलि देखाउन लागेको भए पनि हुन्थ्यो। कम्मर माथि त ठिकै थियो कम्मर मुनि त खोइ गएकै थियो। कम्मर माथि ठिकै रहेछ कम्मर माथि त रोइ खाडै रहेछ। के देखाइरा बदिलै भए पनि ल हो भनेर ल आए पनि के हुँदैन भन्नु खासै 7 तिम्रो टिकटक देखाइ मैले फकाइसके मम्मीलाई। त्यो ठाउँमा हात लाएर चाहिँ नदेखाउ नानी तिम्रो त डामेर छोड्या हो कि क्या हो। खत्म बाय बाय टाटा गुड बाय। लाज लाग्दैन तिमीलाई शर्म नलाएपछि जे गरे नै हुन्छ। बिग्रिया देश भत्या चाल जता हेर्यो उतै राँड भने जस्तो। काण्ड भन्दै अर्का कि फूल जस्ती छोरीलाई जे पाए त्यही भन्थ्यो। कस्तो फूल रहेछ त फेरि आफै दम गनाइरहेछ। तिनी एकजना दिदीले वात्तै देखाएर टिकटक कति महिना बन्द भएको थियो फेरि अहिले एउटा बहिनीले जे पर्ला भनेर वात्तै देखाइछिन्। कतै टिकटक त बन्द नहोला तर देखाइन् त्यो बहिनीको गल्ती छैन। जब गल्ती कसको छ जुन यो भिडियो बाहिर प्रदर्शन गर्यो त्यो मान्छेको गल्ती छ। बात त सही है। यो सोशल मिडियाका दानवीरहरुको पनि छुट्टै स्वाग छ फेरि। 7 मिनेट 20 सेकेन्ड काण्ड मसित छ म शेयर गर्छु कोहीलाई लिंक चाहियो भने मलाई भन्नु है सम्पर्क गर्नु DM मी भन्दै फेरि पोस्ट गर्नेहरु साला चुतियाहरु। त्यो 7 मिनेट 20 सेकेन्ड के रे को भिडियो शेयर गर्नु साटो बरु आफू पनि त्यो बेलुका भएपछि पक्कै त्यही गर्छ होला गर्लफ्रेन्डलाई अलिकति तल देखाउन अलिकति देखाउन यस्तो गर न भनेर। बाबु दिखाउ न त्यो रेकर्ड गरेर राखेको भिडियोहरु ग्यालरी भरि होला आफ्नै भिडियोहरु बरु पठाइदियो भयो नि। चुतियाहरु आफू चाहिँ त्यो बेलुका भएपछि हात्तीको कान जस्तो हेर्ने होला अझ अरूको चाहिँ भैँसीको जस्तो रहेछ। मलाई कोही भेट्न आउन यार म तिमीहरुलाई के तास खेलाउँछु मासुको हुन्छु। जे भन्छ त्यही गाउँछु म त कस्तो एक्लै भएर मर्न लागिसके जस्तो लागिरहेको। ए गाडी स्टार्ट कर। चाबी कहाँ है?
Meanwhile, ऊ मेरो पास्ट थियो, मैले मिस्टेक गरेँ, त्यो मलाई राम्रोसँग थाहा छ। मैले रुएर कराएर भन्दाखेरि पनि मलाई चाहिँ हाँसेर बस्न सही लाग्छ। आई एम गुड, ओके, आई एम प्राउड, मेरो मन त्यस्तो छ। लाडो खा खत्म। बाई बाई, टाटा, गुड बाई। अचम्म लाग्छ मलाई यो कुरा सुन्दाखेरि होइन। गङ्गु छेत्री भन्ने मान्छेले चाहिँ उसको त्यस्तो भिडियो बजारमा आउँदा पनि के भनेको थियो भने त्यो भिडियो आएर मलाई कुनै रिग्रेटै छैन, कुनै पश्चातापै छैन, म कुनै आत्तिने मान्छे होइन, मलाई डरै छैन। कि थुतुनो जोगाउनु कि मुतुनो, यो उखान धेरै अगाडि चल्दै आएको हाम्रो उसमा। थुतुनो त पहिल्यैदेखि जोग्या थिएन, अब मुतुनो पनि जोग्या रहेनछ। बात त सही है। बिचरा बहिनीको उसलाई ट्रस्ट गर्नु चाहिँ तिम्रो गल्ती भयो। तिमी अहिले गाह्रो टाइममा छौ, यु विल रिकभर, फक अप ब्रो। छोडिदिनुहोस् डिफेन्ड गर्न यस्ता केटीहरूलाई। तपाईँको त्यो ठाउँमा तपाईँको छोरी, तपाईँको बहिनी, तपाईँको दिदीबहिनी, तपाईँको बुहारी चेली परेको भए तपाईँले त्यही भन्न सक्नुहुन्थ्यो। राम्रो भएर देखाउनु पर्दैन के सधैँ टाइम। इट्स नट लाइक तपाईँ एकदम हाई पर्सन हो, सेलिब्रिटी हो, सो टिकटकको चाहिँ स्टार हो भनेर तपाईँ एभ्री टाइम हरेक कुरामा पोजिटिभ नहुँदा पनि तपाईँले पोजिटिभ रेस्पोन्स गर्नुपर्छ भन्ने छैन। गलत इज गलत नि यार। एज अ वुमन, एज अ गर्ल म के भन्छु भने तपाईँले नचाहेसम्म तपाईँलाई कसरी ठाडो सिर गरेर हेर्न सक्दैन। तपाईँको लुगा खोल्ने त परेको कुरा, गल्ती भयो। 4 जनाले घिसारेर रेप गरेको अर्कै केस हो म्याम। जब आफ्नो शरीर, यो त भगवान हो, यो मन्दिर हो यो शरीर भनेको। कहाँबाट कति देखाउँदा कति मान्छेले हाई गर्छ भनेर चाहिँ जताततै लुगा खोलेर भन पारेर देखाउने मान्छेहरूलाई र तपाईँको नङ्गपुङ्ग भएर चाहिँ एक्सपोज गर्ने मान्छेहरूलाई तिम्रो गल्ती भयो, ट्रस्ट गर्नु। हेर्नुहोस् केटा मान्छे भनेको यस्तो जात हो, तपाईँले नो भन्यो भने आफ्नो हस्बेन्डले त छुन पाउँदैन, छुँदैन। अर्काको कुरा छोडिदिनुहोस्। र यो मेन कुरा भएको के भने लेडिजहरूले जहिले पनि भिक्टिम प्ले कार्ड गर्ने भयो क्या। नेपालको कानुनै त्यस्तै छ। तपाईँ कुनै पनि मान्छेसँग जहाँ पनि जान पाउनुहुन्छ, तपाईँ त्यो मान्छेसँग जति पनि पैसा लुटेर खाएर घुमेर हिँड्न पाउनुहुन्छ, लास्टमा तपाईँ सुत्नु पनि हुन्छ। लास्टमा केही कुरा चित्त बुझ्दैन, मलाई रेप भनेर हालिदिन पाउँछ। नेपालको कानुन चाहिँ मलाई सुधार्नुपर्छ जस्तो लाग्छ। लेडिजहरूले यस्तो धेरै भिक्टिम प्ले कार्ड युज गरेको छ नि, यो केसमा पनि के भयो, तिम्रो उसको गल्ती भयो, ट्रस्ट गर्नु। क्यारेक्टर हेर्नु मान्छेको पहिला।